मलाई बनायो भाइलाई म अर्को पनि सरप्राइज दिन्छु क्या उहाँ बस न उता के लेखाउनु हामी र पिरो बुल्यो हेलो एभ्रिवान वेलकम ब्याक टु अगेन हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ गुड मर्निङ एभ्रिवान आज चाहिँ शनिबारको दिन छुट्टी छ नि त अनि त्यही भएर म चाहिँ आज दिनभरिमा के गर्छु भनेर चाहिँ भिडियो बनाउन गइरहेको छु हजुरहरूले अन्तिमसम्म हेरेर साथ दिनु होला है अरू बेला चाहिँ मेरो ट्युसन क्लास हुन्थ्यो 7 बजीदेखि पढाउनु पर्ने आज चाहिँ शनिबार भएर छुट्टी छ त्यही भएर ढिलोसम्म सुतेँ होइन पछाडि भाइ सुतिरहेको छ यस्तो उता फर्केर सुतिरहेको छ त्यो सिरानीहरू चाहिँ किन हो भने उसलाई साथी हो क्या म चाहिँ तातो पानी खाँदैछु साथीहरू यसरी यहाँनिर पूजा गर्छु यहाँनिर पितृहरूको पूजा गर्ने ठाउँ ठिक्क पूजा गरिसकेको थिएँ ठ्याक्क भाइको उठेर आइपुगेछ क्या होइन मर्निङ किसिम मलाई अब चाहिँ मेरो ओछ्यानहरू मिलाउने काम छ यहाँ म ओछ्यानको चिया आयो केले खुवाउनु चम्चीले चम्ची भन न चची आफै खानु न त्यहाँबाट सुप सुप गर्दै म चाहिँ नि टाइम भएको बेलामा स्कुल छुट्टी भएको बेलामा चाहिँ प्रायः त्यसरी नै आगोमा खाना बनाउने गर्छु कि यहाँ चाहिँ दाल पाकिसकेको छ यहाँ चाहिँ खाना पाक्दैछ अब हामी त 7 जनाको परिवार छौँ नि त अब यो सबै हामी चाहिँ अब आगो फुक्छौँ नि त अब आगो फुक्दाखेरि चाहिँ अब धुवा भएर कालो भएको किचन चाहिँ यस्तै छ होइन सब्जी पनि काट्दैछु अनि घरकै आलु हो नि त अब अहिले आएपछि चाहिँ हाम्रो घरकै आलुको चाहिँ यहाँ काट्दैछु बुनु आएको छ हो ला अघि भाइले त ब्ल्याङ्केटहरू सबै बिगारेछ नि हौ हामी चाहिँ के खाँदैछौँ भने यो देखाउँदैछु बाँडेबाट यस्तै हो जिब्राको पठाइदिन्छ के भयो बाजेको पेडा खाँदैछु भएपछि अलिअलि मुखहरूलाई केही छैन इम्प्रुभ हुँदै जान्छ बिस्तारै बिस्तारै यहाँ बाजेको पेडा छ यहाँनिर यो चाहिँ मेरो हस्बेन्डले ल्याइदिनु भएको थियो हिजो अनि खाएर यहाँ यति कति 6वटा रहेछ 12वटामा 6वटा चाहिँ बम्बु छोराले खाइसक्यौँ अनि यहाँ बुनु आएको रहेछ अनि यहाँ बुनुलाई पनि दिन आँटेको छु बेलाको कसैले खायो थ्याङ्क यू वेलकम बेबी खाने खोकी लागिरहेछ भयो राखौँ खोकी लागिरहेछ साथीहरू यस्तै हो होइन अब चाहिँ भाइलाई म खाना खुवाउन आँटेको भाइ खाना खान्छ भने यहाँ ल्याइरहेछु रेडी भइरहेछ भाइको माम दाल र माम छ सब्जी चाहिँ त्यति खाँदैन उसले त्यही भएर सब्जी चाहिँ ल्याएको छुइनँ मैले मेरो खाना चाहिँ रेडी भइसक्यो चना आलु फ्राई खाना दही दाल छ अचार चाहिँ म खाँदिनँ कहिले पनि प्रायः जस्तो कहिले कहिले खान्छु खायो पनि नगरेर खाँदिनँ भाइको पालो चाहिँ नुहाउने हो नुहाउनु पर्छ नि नुहाउनु यस्तो चाहिँ नुहाउनु मान्दैन आज छुट्टीमा होइन हामी बुलु गर्नुपर्छ होइन अनि सुन न सफा हुने होइन गुड बोय हुने होइन एकदम ह्यान्डसम हुने हो त्यही नै भन तिमी हजुर अनि हजुर भने अब पुसी गरेर हामी नाना लाउने नि ए सरी हामी
होइन नि कहीँ नजाने कहीँ जाने होइन हजुर ए आज मम्मी छोराको कस्तो कम्बिनेसन भएछ ब्लू ब्लू भएछ मम्मीको पनि ब्लू भाइको पनि ब्लू कलर फेरि भाइको फेभरेट हो नि त नि भाइलाई कुन कलरको नेम भन्नु आउँछ भनिदेऊ त ब्लू कलर हजुर अनि अरू कुन कलर हाफेन कलर हाफेन कलर होइन हौ कलरहरू भन्दै न रेड कलर ब्लू कलर पर्पल भनेर क्या पर्पल बेबी इट्स टाइम फर कप केक को खाने लु भन मेरो हो मरो होइन मेरो भन न हस् यता हेर यम्मी भयो यहाँ विद्यार्थीहरू ठुलो ठुलो छ नि त्यस्तो हुन्छ पढाएको अनि लु एबिसिडी पढाउ एबिसिडी पढाउ लु तिमी भन कि एबिसिडी भन न एबिसिडी पढाउ न लु कि 1 2 पढाउ न 1 2 1 भन्दै भन त लु पढाउ न छिटो जानु त विद्यार्थीहरू स्टुडेन्ट हेर नक्का को किप साइलेन्स भनिदेऊ न हल्ला गर्ने होइन किप साइलेन्स भन्नु ओ भाइ चाहिँ सर अरे उसले पढाएको अरे यहाँ ऊ स्टिकले देखाइ गयो ढाकाको टोपी अनि यो के हो यस्तो खालको सर कस्तो भनेर पढाउँदा गीत गाउने ढाकाको टोपी नहाँस्ने ओ किप साइलेन्स भनिदेऊ न भयो पढाइसक्नु भयो हजुर तिनीहरूलाई के गरौँ भन्दैछ के गर्ने त ऱ्याम्स भनिदेऊ न त ऱ्याम्स गाइदेऊ न त जनी भनिदेऊ अब पाएको हुँदैन अब फटा छ है एक नम्बर सर त साह्रै फटा हुन्छ हौ हावामाथि खोलेको छ अनि भाइ ठोकिएको छ भाइलाई चाहिँ उहाँ मुनि खेल्दा गरेर आएर भाइलाई नुहाइदिएपछि चाहिँ आफू पनि नुहाए जतिकै नै हुन्छ अनि ड्रेस चेन्ज गरेर अब भाइ पनि मुनि खेल्दा गरेर आएको अनि अब कपालै भिजेको भनेर लुगा चेन्ज गरिदिनु आँटेको गर्मी भयो उसलाई पसिना भएको छ फ्यान पनि खोलिदिनु पर्ने हो एक दिन भाइ घरमा बस्यो भने त लुगा चेन्ज गर्नुपर्छ उसलाई त मुनि खेल्दा गएर आएको छ नि त उहाँ पढाएर उसको दिदीहरूलाई अनि त्यही भएर अब यहाँ नाला खोलिदिन आँटेको गर्मी भएछ ड्रेस चेन्ज गरेर उहाँ मस्त हुनुहुन्छ अनि यहाँ चाहिँ मेरो भदैनी आएको छ भदैनी खेल्नु चाहिँ आज छुट्टी छ नि त छुट्टीमा ऊ चाहिँ खेल्न आएको भाइसँग होइन नानी भाइ पनि ऊ भनेपछि हुरुकै हुन्छ अनि त्यसरी नै बित्दैछ हाम्रो चाहिँ आज अनि कहाँ माथि बल खेल्ने हो त बल त पनि खेल्नु छ ओछ्यान मैले यहाँ चेन्ज गरेको है बेडसिट चेन्ज गरेर मिलाएर राखेको यहाँनिर चाहिँ यो बेडसिटहरू नै हो पुरानोहरू हो नि त अनि यो चाहिँ मैले यहाँनिर गलैँचामा मुनि म्याटमा ओछ्याउँछु क्या
अब यहाँनिर चाहिँ म पुरानो लगाउँछु किनभने यो चाहिँ साह्रै धेरै गह्रौँ हुन्छ नि त, म धेरै धुन सक्दिनँ यो गलैँचा चाहिँ होइन। अनि गलैँचा धेरै गह्रौँ भएकोले गर्दाखेरि चाहिँ म यहाँ माथिबाट तन्ना लगाउँछु। अनि तन्नाले ढाकेपछि त अब मैलो भयो भने होइन, फोहोरहरू हुँदाखेरि त अब नानी भएपछि अब यहीँ हिँडिन्छ ओरिन्छ बसिन्छ होइन, अनि फोहोर हुन्छ नि त। त्यसले गर्दा चाहिँ म यसलाई चाहिँ तन्ना मात्रै सरक्क झिकेर अनि धुन्छु। अनि म्याट पनि धुन्छ कहिले कहिले चाहिँ होइन, तर यो चाहिँ धेरै टाइमपछि मात्रै धुन्छु गलैँचा चाहिँ। अब यो तन्ना चाहिँ यहाँ माथिबाट ओछ्याउँछु अनि सजिलो हुन्छ नि त। यो चाहिँ मेरो पुरानो बेडसिटहरू छ नि त। अनि कहिलेकाहीँ यही पनि म बेडमा पनि लगाउनु चाहिँ होइन, र कहिलेकाहीँ चाहिँ यो पुरानो भएकोले गर्दाखेरि चाहिँ यहाँ ओछ्याउँछु धेरै। प्रायः जस्तो चाहिँ म यिनीहरू भनेको चाहिँ यहीँ ओछ्याउने हो क्या, यिनीहरू बेडसिटहरू चाहिँ मेरो। भाइले बुबु खाने भनेर म चाहिँ लिनु आएको। भाइले प्रायः जस्तो 3 टाइम चाहिँ बुबु कन्टिन्यू खान्छ क्या, बिहान एकचोटि मर्निङ टाइममा उठेर, कहिले चाहिँ स्कुल जाने बेलामा खाँदैन, कहिले चाहिँ बिहानै उठेर खान्छ। अनि यसो बनाएर र बेलुका टेक इट खाउलु खाउलु ए दिनु कति। अब बेबी बुबु खाएर सुती गर्ने हस्। हजुर सिरानी झऱ्यो, कता झऱ्यो? ए त झऱ्यो। अब भाइको सुत्ने टाइम हुन आँट्यो नि, 1 बज्यो भनेपछि टिफिन टाइम भयो नि त ठ्याक्क। उसको भोक लाग्ने बेला भएर नि यहाँनिर बुबु खाने भन्यो। अनि स्कुलमा पनि 1 बजे ठिक्क टिफिन खाएर सुत्छ नि त, त्यही टाइमिङ भएर अब बुबु खाएर सुत्छ कि भनेको। के गर्छ त्यो नानीलाई छटपटी भइसक्यो नि। र यो टिभी चाहिँ कन्टिन्यू यतिकै हुन्छ हाम्रो, अब भाइ नसुतिन्जेलसम्म चाहिँ यतिकै हुन्छ। नमार्नु भन्छ, मार्नु दिँदैनन्। ल सजिलो यता यता मजाले बसेर खानु बेबी, यता उसको खाने तरिका छोड्दै फिनिस भयो। ए यो निप्पल चाहिँ उसले मलाई नै दिनुपर्छ, खाइसकेपछि मलाई नै दिनुपर्छ क्या, अरूलाई दिएर हुँदैन। फेरि दिनु पनि उसको के एउटा गुड हेबिट चाहिँ के छ भने हातमै दिनुपर्छ उसलाई, मलाई। र अब हामी चाहिँ खेल्यो त एप्पल खाने कि नखाने तिमी भन त, के खाने भनेर सिस्टरलाई दिनुपर्छ हस्। र म तासी गरेर अनि ल्याउँछु। ओके यो त बल होइन नि, एप्पल पो त। म चाहिँ यहाँनिर एप्पल तास्दिँदैछु भाइलाई। अनि चाहिँ तासिसके पछाडि हल्का बिरे नुन लगाइदिन्छु। हजुर बिरे नुन, हजुर बिरे नुन पनि लगाउँछ। अनि नुनिलो मिठो हुन्छ नि त नानी, भाइले चाहिँ यसरी नै खान्छ। यहाँ खेलेकोमा खेलेर आउनु भयो उहाँनिर। ए बेबी एप्पल बेबी कस्तो भयो? यम्मी भयो। उसले यसरी नै खान्छ क्या, यो तासिदियो, तासेर यसमा बिरे नुन कि त अर्को नुन लगाइदिनुपर्छ दादा, अनि उसले खान्छ, मन पराएर खान्छ क्या। मलाई नि अहिले चाहिँ त्यही बानी भएर होला मन पर्न थाल्यो क्या। अनि मिठो भयो, मिठो हुँदो रहेछ नि। नुन नहालेर खाएको थियो एप्पलमा। बिट नुन चाहिँ लाएर खाएको थिएन हौ, भाइ खाँदैन। यस्तो मजाले खान्छ, मन पराउँछ भाइले। यो बोक्रा चाहिँ अब म फुलमा लगाइदिन्छु कि। यतिकैमा मैले रोपेको फुलहरू पनि देखाउँछु है त साथी, छैन धेरै त यसरी।
फुलहरू चाहिँ सबै मरेर कि अब यो सबै गमला खाली भइरहेछ। यहाँ रोप्ने बेला भएको छ। म यसमै लगाइदिनु पऱ्यो, खाली छ। यसरी कोट्याउँछु। यहाँनिर गाडिदियो भने चाहिँ मल हुन्छ क्या। प्रायः जस्तो चाहिँ म फलफुलहरू अब खाएर यो बनानाको बोक्राहरू पनि यसरी नै ओरेन्जहरू पनि हुन्छ नि त। अनि यसरी नै म चाहिँ गाडिदिन्छु यसमा। यो गाडिदियो भने चाहिँ यसको पछि कुहिएर पछि चाहिँ यो राम्रो मल हुन्छ भन्छ नि त यस्तोको। त्यही भएर एप्पल खाइसक्नु भयो? ल अब हेर्नुहोस् गर्नुपर्छ। नानी हेर्नुहोस् गर्यो? हेर्नुहोस् गर्नु? ओ गुड बोय। भाइलाई हेर्नुहोस् गर्नु पनि आउँछ नि। फेस वास पनि गर्नुहोस्। गुड जब। गुड जब। फेस वास मजाले माउथमा ओ लु भयो लु। यहाँ बस्ने उठ्नुपर्छ बसेर हुँदैन त। सुतेर हुँदैन नि। सुतेर हुँदैन। सुतेर चाहिँ कसरी पढ्नु, होमवर्क गर्नु? सुतेर कसरी गर्ने लु भने त अप्ठ्यारो हुन्छ। देख्यौ बसेर पो गर्नुपर्छ त। अब भाइलाई म अब स्टडी टेबल ल्याइदिन्छु होइन। अनि स्टडी टेबलमा राखेर होमवर्क गर्ने हो। लु गर्नु स्टेट लाइन डी भन्नु न अन्त भन्नु न। तिमी भन त्यही आँखा चाहिँ यता हुनुपर्छ नि त, उता टिभीमा होइन क्या। डी हेर आँखा चाहिँ उता हेर्दैछ है। टिभी हेर्ने आया केही भएको छैन कि उसको नाटक हो क्या। फेरि एउटा होमवर्क गर्नको लागि के नाटक आउँछ उसलाई त। छिटो सकिन आँट्यो। फिनिस हुन आँटेको छ अब। दुखेको छैन हात। फिनिस हुन आँटेको छ। अब फिनिस हुन आँटेको छ। एक लाइन लिएर जाएको भाइले। उसको त के हुन्छ। कुर्सीमा बस्छ अरे। गर्नु लु गर्ने आफै गर्ने है होमवर्क। त्यही हो है भाइले गरेको। नानी कपाल मिलाउँदैछ अरे। डी उता यहाँ पो लेख्नुपर्छ त। अब यता पो त उसले लेखेको त यस्तै है। डी भाइको है यो। भाइले लेख्नु भएको है यो। गुड जब। फेरि अब चढ्यो खाटमा। अब छोड्दै नानी छोड्दै लेखोस् भाइले आफै। यस्तो छ भाइले लेखेको। वाउ कसरी नाममा लेख्नु भएको छ नि बेबीले। गुड बोय। गुड जब। हात फेरि छ उसलाई। एबिसिडी भनिदेऊ त। एबिसिडी भनिदेऊ बेबी। ए नमेटाइदिनु त। एबिसिडी LMNOP RSTUV YNG नि। वाउ मेटाउने कति कहाँ राख्नु भयो इरेजर? मेटा गरे उसले।
भयो भयो लु फेरि लेख्नु भन्नु त ABCD खराम्बिनी D Q S W S D W S D no 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 यस्तो छ अलिअलि जस एबिसिडी भन्न चाहिँ जान्दो रहेछ मेरो छोराले वाउ कस्तो राम्रो लेख्नु भयो भाइले त नि पढिसक्यो उसले उसको सकिसक्यो पढेर भाइको अगाइसक्यो पढेर हो म चाहिँ भाइलाई चक्लेट दिन्छु हो भाइलाई म चक्लेट दिन्छु कि भाइलाई चक्लेट देखाउँछु कि भाइको रियाक्सन हेर्नुहोस् म दिन्छु नि चक्लेट डेन डेन प्लान मामुको रेड कलर प्लानको यो कुन कलरहरू बेबी भनिदेऊ त यो तपाईँको यो कुन कलर हो भनिदेऊ त यो तपाईँको कलर यो मामुको कलर यो प्लानको कलर यो मेरो कलर खुसी हुँदैछ अब खोलिदिइहाल्नु पर्यो एकछिन कतिवटा दिनु अरे दुईवटा दिनु हस् भाइलाई म अर्को पनि सरप्राइज दिन्छु क्या उहाँ बस न उता हेलो टेन खुसी हुँदैछ चक्लेटहरू चाहिँ उसलाई मनपर्छ नि त अनि खुसी हुँदैछ ततिलाई पनि दिनुपर्छ अब दिनुपर्छ नि ततिलाई हजुर अनि मम्मीलाई पनि ए अनि बाबालाई खै खै लु भाइलाई अब अरू सबै भाइलाई हस् है बाबालाई पनि राखिदिनुपर्छ हजुर म चाहिँ अब खाने टाइम कट्यो चौचौ पकाउनु जाने आँटीको यिनीहरूले हालत के बनाएको यस्तो आमामामा चौचौ पकाउनु गएको एकछिन खेलेछन् सबै सेलाइ गर्नुपर्छ अफ गर्नुपर्छ ए आफै गर्छु लु आफै गर नि त यहाँ चेस गर्नु मम्मीसँग यसरी लु आमा गर्नु आमा मिठो पिरो भा त्यो रामेनको मसला लगाएको भाइले उसको च्यालेन्ज अरे मेरो पसिना भयो गर्मी नै भयो तातो भएर पिरो भएर मसला खाइसकिनँ अझै छ अब फेसवास गरेर आउँछस् तिमीहरू खाँदै गर्नुहोस् साथीहरू रामेनको मसलाले त मलाई मुख धुलो अहिले सासैले बनायो म चाहिँ त्यो रामेन ल्याएको हुन्छु हजुर रामेन ल्याएको हुन्छ नि तर अब त्यो एउटा सिङ्गै मसला चाहिँ म खाइसक्दिनँ नि त अलिकति मात्रै खान्छु अनि त्यसरी चाउचाउ खाएपछि त्यो मसला चाहिँ हुन्छ नि पिरो त्यो चाहिँ राखेको हुन्छ क्या त्यसरी कहिले चाउचाउहरू लगाएर खानको लागि अनि त्यही भएर राखेको थियो र खाएको अनि त्यो चाहिँ मिठो भयो तर कहिले कुन्ताको मजाले पिरो खान नसक्ने
अब चाहिँ हेर है बडाले काम यहाँनिर सफा गर्नको लागि म पनि बनाइछु मैले चाहिँ यिनीहरूलाई मुनि जाउँ म बेडहरू मिलाउँछु भनेर यहाँ खेल्दैछ सबजना मुनि जाउँ अब चाहिँ बदाम खाने भाइले उसलाई चाहिँ यस्तो खोस्टासँगै भएको चाहिँ मन पर्दैन नि त अनि मैले चाहिँ यसरी छोडाएर राखिदिन्छु क्या अनि उसले खान्छ ल फिनिस भएछ अब त यति मात्रै रहेछ कति धेरै थियो उसले खाएर खाएर यति बनाइसकेको थियो लु हजुर हामी त बदाम खाइरहेको छौँ मोमो चलाएर नि लु आज भाइले पानी खानु भएको छ नि लु पा खानु लु आज धेरै बेर भयो नि त पानी नखाएको अब स्कुलमा त पानी खाइराखेको हुन्छ अनि त्यही भएर नि पानी खाए पनि आँखा चाहिँ उसको टिभीमै छ अनि अर्को कुरा चाहिँ थ्याङ्क यू सो मच नबिना फर दिस पनि भन्न चाहन्छु होइन उसले चाहिँ मलाई सम्झेर यो ल्याइदिएको छ धेरै धेरै धन्यवाद नबिनालाई अनि यो चाहिँ अब गुटपाक चाहिँ मैले खाइसकेँ भन्दा पनि अलिकति छ 5 पिस छ अब भाइलाई चाहिँ दिनु हुँदैन नि त अब यो खाँदैन भाइलाई साह्रो पनि हुन्छ अनि यो पनि छ होइन यो चाहिँ भाइलाई अहिलेसम्म मैले खुवाएको छैन चखाएको छैन उसले खाएको पनि छैन क्या यस्तो तर यो चखाउन जान्छ त्यसले कस्तो रियाक्सन हुन्छ उसको साथीहरू यहाँ चाहिँ मेरो बहिनी पनि आइपुगेछ कलेजबाट अनि उसको चाहिँ न शनिबार न आइतबार न सरकारी बिदा केही हुँदैन क्या छुट्टी अनि यहाँ ड्रेसमै आएको छ डक्टर नि है हाम्रो डक्टर नि हेलो साथीहरू र अब यो भाइलाई चखाउनु पर्यो भनेको हेर यहाँ पापा खाऊ त कस्तो टेस्टी हुन्छ खाऊ न मैले पनि यो गुटपाक के पो भन्छ यसलाई पुस्ता खाएको नि नबिनाले ल्याइदिएको यो चाहिँ काठमाडौँबाट ए नबिनाले मलाई सम्झेर ल्याइदिएको यो पनि यहाँ खाना त गुल्ला खाऊ त कस्तो टेस्टी छ खानु मानेन हौ भाइले त साग पिरो चाहिँ रहेछ अमिलो अमिलो पिरो गुलियो चाहिँ पुस्तकारीको पालो है साथीहरू कतिले त खाएकै मात्रै भिडियो बनाउँछ भन्नु होला अरू बेला त मेरो अब स्कुल लाग्छ नि त अनि स्कुल लागेको बेला त खाएको भिडियो बनाउनु पाइँदैन घर बसेको बेला यो खाने भिडियो बनाउने भनेको त्यही भएर माइन्ड चाहिँ नगर्नु है साथीहरू मैले चाहिँ भिडियो आज अ डे इन माई लाइफ भनेर कति टाइमसम्मको भिडियो बनाउँछ त्यो चाहिँ मलाई थाहा छैन तर मैले चाहिँ बिहानदेखि अहिले 4 बजीसम्मको चाहिँ भिडियो बनाएको छु जतिसक्दो मैले चाहिँ सानो भिडियो बनाउने कोसिस गरेको छु होइन र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद र मेरो च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला म विभिन्न प्रकारको भिडियोहरू लिएर आउने गर्छु जसले गर्दाखेरि हजुरहरूलाई पनि इन्टरटेनमेन्ट पनि हुन्छ भनेर र साथसाथै स्कुलको भिडियोहरू पनि लिएर आउँछु जसले चाहिँ स्टुडेन्टहरूलाई चाहिँ धेरै हेल्पफुल हुन्छ र भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई थ्याङ्क यू सो मच एभ्रिवान किप वाचिङ अ डे इन माई लाइफ भनेर चाहिँ मैले भिडियो बनाएँ होइन मेरो फर्स्ट टाइम यो अ डे इन माई लाइफको भिडियोहरू चाहिँ म बजार जान्छु बजार भएर आएपछि खाना सब्जीहरू गर्नुपर्ने हुन्छ नि त त्यसले गर्दा चाहिँ मैले यति मात्रै भिडियो बनाएको छु हजुरहरूले अलिकति जेलसम्म चाहिँ भिडियो हेरेर साथ दिनुभयो थ्याङ्क यू सो मच एभ्रिवान बाई बाई